नमस्कार सबैजनालाई। विजय दशमीको जति नै हाम्रो सन्दीप के भयो सन्दीपै हो फेरि सन्दीप भएछ वन्स अगेन है। सन्दीपको युट्युब च्यानलमा सबैलाई वेलकम छ। अन्त जो नयाँ भ्युअर्सहरू छ उनीहरूलाई पनि वेलकम छ। र आज चाहिँ विजय दशमीको सेकेन्ड डे हो र हामीले चाहिँ आज सानो प्लान चाहिँ टिका लगाउने प्लान गरिरहेछ। अन्त भाइलाई पनि टिका लगाइदिने भनेर यो चाहिँ हाम्रो फर्स्ट एक्सपिरियन्स हो। र उहाँ चाहिँ हाम्रो यहाँ साङ्गे दादा यहाँबाट हो है। आज चाहिँ हाम्रो स्पेसल चिफ गेस्ट हापेनमा छ है। हामी चाहिँ नुहाइधुवाइ गरेर भ्याए अनि आज चाहिँ दाइहरूको हातबाट चाहिँ एकदम टिका लाउन भनेर बसेको। म यो बाल लिनु पनि यहाँ चाहिँ हाम्रो यस्तो छोटो है, सेटअप चाहिँ अब यस्तो छ। सानो सेटअप के अरे अब के भन्छ आफ्नो आफ्नो प्रोफेसनल लाइफले गर्दा धेरै बिजीले गर्दा चाहिँ अब त्यति उस्तो छैन। अब यति नै छ त्यो स्यो अलिकति। अन्त अब त्यो बालेर चाहिँ मन्दिर चाहिँ हाम्रो यहाँ छ। बाइ द वे पूजा चाहिँ हामी डेली गर्छौँ। फेरि हामी पूजा चाहिँ जसले सम्झिन्छ सबैले गर्छन् डेली होइन। तर हामीले लास्ट इयर चाहिँ तिहार चाहिँ मनायो है। टिका लगाएन। दसैँ चाहिँ योपालि चाहिँ दसैँ सबैजनालाई एकजना बस्नु पर्यो होइन। विजय दशमीको शुभकामना अनि शुभकामना। अहिले उस गरौँ न मेसेज होइन। शुभकामना सँगसँगै सुखद के हो त्यो उसको कामना गर्दछु हो। अनि हामी चाहिँ अहिले सबैजना ड्युटी गएर आएर त्यसपछि सबै कुरो टाकटुक गरी भएर अब टिका लाउने तयारी ढिलो चाहिँ भइसक्यो। हिजो हो खासमा चाहिँ टिका सुरु गर्नु पनि त्यस्तै भएर चाहिँ फेरि त्यहाँ पो राखेको छ उयो बस्ने राखेको मैले टिका लाउनु पर्यो नि त टिका त यार। त्यही भएर बेडमा बसेर आज चाहिँ हामी टिका लाउनु खोजेको है। छोटो मिठो सम्झना पनि कैद गरिहालौँ भनेर अब टिका बनाउँदै हुनुहुन्छ यहाँनिर। दही चिनी हातले मुझ्नुपर्छ साङ्गे त त्यसपछि भइहाल्छ। भात खाँदा के गर्दैछ पुरा खाँदै हो। पुरा अनुहारभरि टिक्कै टिक्का बनाएर हो, भुइँभरि टिक्का बनाएर। दही उबार्नु लागि भनेको क्या। कलर नहाल्ने कलर हाल्दैन। कलर नहाल्ने सेतो टिका लाउने। हाम्रो त सेतै लाउँछ। राइदिनु पर्यो। तिमीलाई कलर लिनु जाऊ भन्नु मान्दैन। अब फेरि बिहान रातै हुन्छ। त्यति हो। तर फेरि चिनी र उयो हालेपछि चाहिँ फेरि बसिरहेको छ क्या है। त्यही भएर चिनीले चाहिँ यसको काम गर्छ जस्तो लाग्यो मलाई। तासिने काम गर्छ होइन चिनीले चाहिँ। त्यही हो। यो सबैजनाको दसैँ चाहिँ एकदम राम्रो भयो होला भन्नु आशा गर्दछु। धेरै पछि आफ्टर लङ टाइम फेरि पनि यसो छोटै मिठो भ्लग बनाऊँ भनेर खोजेको। होइन टाँसिन्छ ज्यादा हुन्छ। सेतो टिका लाग्दैछ। तपाईँले टिका लगाइदिएको छ साङ्गे दादाले? आजसम्म लगाइदिनु भएको छैन? के लिएर पनि लगाइदिनु भएको छैन? दसैँमा घर भएको हो लगाउँछ अप्रिलमा गएर ल्याइदिनु। भनेपछि हजुर कति साल भयो तपाईँले दसैँ नमनाउनु भएको? धेरै भयो। जहिलेदेखि यता मेरै 5 साल भयो। 5 साल भयो सर दसैँ नमानेको मैले घर बसेँ।
ढिलो भयो यो चाहिँ हाम्रो फेरि दामी के अरे टेक्निक यो चाहिँ हाम्रो सम्झनाहरूलाई लगाइदिनु सबै पहिला लगाइहाल्यो भइहाल्यो कहिले म गर्छु स्टार्ट भइसक्यो ल मन्त्रहरू के भन्छ थाहा छैन है है मेरो 5 सालको हो सर यो तिमीले लगाएको छैनौ 5 साल हो यो यस्तो चाहिँ देखेको क्या अब यसो गर्छ होइन यता नि हाल्छ हो यता पनि हाल्छ यता हाल्छ यस्तो हो यता हाल्छ त्यसपछि टाउको हाल्छ दुई हातै लगाइन्छ नि त है दुई हातले हो नि पहिला कपालोमा तान्नु भनेको छ धेरै चाहिँ नलाइदिनु टाँसिँदो रहेछ तर दुई तिनचोटि हो कि कतिचोटि हो लगाउनु पर्छ हो एकचोटि मात्रै भनेर अरे यति गरेर आशीर्वाद दिनु पऱ्यो नि त आशीर्वाद चाहिँ मन भन्दै थियो हो केटीको नाम त थाहा छ मलाई बुहारीको होइन तर भन्दिनँ म भिडियोमा छिटै नै चिताएको कुरा सबै पुरा होस् होइन यसरी नै अब खाडीमै लाइफ नबितोस् है हामी त 9 वर्ष भयो भनेपछि अब तिम्रो चाहिँ नहोस् क्या 9 वर्षहरू त्यही छ है शुभकामना अनि दक्षिणा दिनु पर्यो होला 10 दिराम दक्षिणा आउँछ है म त दिदीहरूकोमा पनि जानु पर्यो जस्तो लाग्यो ल सन्दीपे म त फर्स्ट टाइम लगाइदिएको है लु खै खिच्दैछ कस्तो हरेस पाराले खिच्दै क्या लु हाम्रो सन्दीपलाई आज म त ल तिमी लक्की भयो नि के भयो नि के भन्छ लक्की हो त्यही हो अब मेरो पनि फर्स्ट टाइम लगाइदिएको हो मतलब दुईटा हातले आउँछ है यसो गरेर लाउँदा पनि भइहाल्यो नि लु सन्दीप चिटा कुरा पुगोस् त्यो चिटर भनेको त ल राम्ररी सोचेको के अरे चिता कुराहरू पुगोस् होइन यसरी नै फोकस गरेर मजाले आफ्नो करियरहरू बनाउनु अझै राम्रो देश घुम्दै जानु यसरी नै छिटो बिहा गरिहाल्ला कति पुग्यो कहिले बिहा गर्छौ तिमी अब 1-2 सालपछि ल अब बिहामा हामीलाई बोलाउनु है बोलाउनु नबिर्सिनु ल इन्भिटेसन चाहेको हुनु पर्यो ढोक्नुपर्छ हो नि मान्छे पर्दैन ढोक्नु जेनजीहरूले क्या त्यसो गर्छ त जेनजीहरूको कुरामा निक्ल्यो है जेनजीहरूले दोबारा फेरि आन्दोलन गर्नेवाला कुराहरू आउँदै रहेछ अब लास्टमा चाहिँ अब अरू सबै जग्गा भिजा बन्द गर्ला जस्तो सिचुएसन देख्दैछु जेनजीहरूको पारा है हुन त सन्दीप पनि जेनजी नै हो लु मलाई लगाइदिनु सागरलाई पहिला त हात थापा नै भन्दा अब त्यो गर्नु पर्यो नि त होइन त्यसो गर्नु पर्यो पहिला हात थापा रे अघि भर्खर नुहाएर आएको रहेछ होइन अब लाउनु पर्यो केसैमा अब होइन के भन्नु धेरै भाग्यमानी होस् होइन सबैले भन्छ बालबच्चाहरू कहिले हुने भनेर चाँडै यो त साँच्ची त बाँकी थियो त हो त यो त बिहा त गऱ्यो होइन अब धेरै वर्ष पनि भइसक्यो राम्रै गरिरहेको छ होइन भाइ र बुहारीले बहिनीले बालबच्चा चाहिँ अब चाँडै होस् अनि यसरी त्यही हो एउटै कुरा भन्नु चाहन्छु कि खाडीमा नै क्या बसेर चाहिँ लाइफ नबितोस् क्या होइन मेरो त्यही छ एउटा ल त ल एकदम धेरै धन्यवाद
अब पर्स खोल्नु पर्ला जस्तो भयो हैन खाना अब के हुन्छ भइहाल्यो त टिका लायो सोध्ने एकपल्ट म सोध्नु त टिका लाउँछ कि लाउँदैन टिका 5 वर्षपछिको टिका खुसी मैले पनि उमङ्ग मैले त्यसरी नै लगाएको नि यार हो अस्तिको पालि त रक्सी खायो त्यही हो दाइहरू हुनुहुन्छ दाइहरूको हातबाट टिका लाउन पायो त्यसपछि अब फेरि अर्को वर्ष पनि फेरि लाउन पाऊँ होइन त्यसरी नै पैसा थाप्न पाऊँ हामी भएको छैन भनेर रेडी भएको दिदीहरू ढिलो आउने भयो भनेर ठ्याक्कै दिदीहरू फाथानी बेलामा आइपुग्यो त हेर्नु नि फेरि के आइसक्यो यहाँनिर ए रहेछ त क्यामेरा किन चाहियो साथी यो आमा फेरि यसले बेइज्जत पार्यो हाम्रो अर्को नाना यता अर्को नाना यता हेर्दै भनिदिनु न त ह्याप्पी ह्याप्पी दसैँ ह्याप्पी दसैँ नानाहरू ल ह्याप्पी दसैँ खै हो यहाँबाट नि खिच्ने ल अब फेरि हाम्रो फेरि किन हँसाउनु भनेर के दसैँमा लुगा किनेको नि दसैँमा लुगा नलाइ दसैँको लुगा लाउँदै रहेछ दसैँको लुगा लाएर लाउँदै हुँदो रहेछ र पो त ड्युटीबाट आएर नुहाएर यहाँ दसैँको लुगा लाएर हैन हामी लाउँदैन नि त हो हाम्रो सन्तानमा मान्छे मरिरहेको छ नि त त्यस्तो गर्नु सन्तानमा मान्छे मरेर टिका लगाइदिनु हुन्छ त लु बस को सबै ठुलो बस साङ्गे दाइ लास्टै हँसाउनु हो क्या यिनीहरूले उल्लास लगाइन्छ होला ल सलाम वालेकुम वालेकुम सलाम टिका हिँड्दै हामीलाई पैसा राखेर 300 400 500 ला मेरो त 500 रुम भाडा आउने रुम भाडा तिर्ने पैसा आउने छिटै घरजम गरेर बसोस् भन्ने त लाग्छ मलाई हैन कति अब जिमहरू जान्दै है जिउ बनाउँदै हैन फेरि मोटाउँदै बढ्दै बस्नुभन्दा चाहिँ बरु छिटै घरजम होस् भोटले छोरा पाएर सुन ऊ घरमै बसोस् क्या बरु के अरे है आशीर्वाद के हो लाग्छ मलाई चाहिँ सुने हा धेरै दुःख नगरोस् क्या अब परदेशमा बसेर ल आशीर्वाद त्यही आशीर्वाद मनका कुरा आशीर्वाद के यसले पोल्नेहरू छ अलिकति अलिक साइडमा राख्नु घरलाई चाहिँ नपोलोस् त्यही ओम नमो भगवते वासुदेवाय मन्त्र त उल्टा पो छ यताबाट है 33 कोटी देवदेवता नदुर्गा भवानी रक्षागंश भन्नुहोस् सबै नेगेटिभिटीहरू हटाउँछ है हजुर लाइफबाट होइन हजुर अनि राम्रो हुन्थ्यो को पनि होइन खाडीको देश वक्कै भयो भने चाहिँ अब बाहिर जाने अरे अझै होइन सबै कुरामा सक्सेस पाओस् स्पेसल कुराहरू पाओस् नि यिनीहरूले है सबै होइन त्यो टोकेर भन्नु पर्यो कि स्पेसल नि कस्तो जस्तो हो त स्पेसल कुराहरू पाओस् नि यिनीहरूले है सबै होइन त्यो टोकेर भन्नु पर्यो कि स्पेसल नि कस्तो जस्तो हो त सबै स्पेसल कुराहरू पाओस् नि यिनीहरूले यिनीमा अब के भन्नु अब आशीर्वाद दिने मान्छे अलिक बलुवा अलिक अनि अलिक काममा मन लगाओस् है काममा अलिकति मन लगाओस् यो काम गर्ने होइन क्या अब बिलिनियर हुने हो कि कस्तो आशीर्वाद दियो अरे कामै गरेर धनी केटा पाओस् धनी केटा कस्तो पाओस् बहिनी धनी होस् भन्नु छैन कस्तो अब सेटल भएर बसोस् नि त त्यस्तो यो केटा बस डिपेन्ड हुनुपर्छ सेटल हुन पनि कस्तो हावा यार यो त यस्तो हावा आशीर्वाद दियो अब एकदमै जेन्जीहरूको आन्दोलनमा नपरोस् है
त्यहाँ फोटो क्लिक गर्न मिल्छ न जेन्जीहरूको पछि साबिनाको राम्रो राम्रो फोटो क्लिक गरेर कान्छालाई खै म ढोग्छु यस्तो चाँडै उस हुन आँटेको ल हनिमुन छिटो भिजा सिजा लागेर चाहिँ अब अस्ट्रेलियातिर चाँडै गरेर भइहालोस् फारेनको लागि जोइन गरिहाल्नु मजाले गरी खानु मास्टर गर्नु पढेको एकदम मजाले उस गर लास्ट बट नट द लिस्ट हाम्रो यहाँ निमा आउनुभयो बिचरा हाम्रो निमा पनि हो ज्यादा तिमी चाहिँ अब उस नभएर चाहिँ एकदम हाम्रो एउटा सही दिशामा चाहिँ मजाले उस गर्ने हो त्यही गर्ने हो हर्कसम्मको ऊ लाग्यो कि हजुरलाई अनि के मेरोमा त आशीर्वाद पनि त्यति के भयो त्यही सोचेर के दिनु भने ल त्यसले चाहिँ बिल्डिनेस होस् हो जेनजीहरूलाई मजाले लिड गरेर जाने हो है म चाहिँ नेता बन भने कस्तो जेन्जीहरूलाई ल लिड ल मजाले चिता कुरा बुझिहाल्नुहोस् हो तिमी पनि अब एकदमै ठुलो 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 मान्छे हुनु हो यहाँ ढोग्छ त राम्रोसँग ढोग्छु न धन्यवाद ए सकिदी अब मेरो टर्न हुँदाखेरि दिदीहरूलाई म हिसाब गरिसक्यो मैले हिसाब गरेर बसिरा यस्तो रहेछ नि तरिका मलाई कहाँ थाहा थियो त यार? तिनचोटि यता गर्नुपर्ने रहेछ हामी त अब नयाँ पर्यो उन्नति प्रगति गर्नु भाइ। राम्रो गर्नु ओइ सपना सबै पुरा गर्नु होइन के भएर लिने हो त्यही त भने माइली दिदीको टर्न आयो ल ओम नमो भगवते वासुदेव परमेश्वर मैले दिदी हल्का त्यो हल्का मन्त्रहरू पनि च्यान्टिङ हल्का 33 कोटी देवता नौ दुर्गा भवानीले रक्षा गर्नु रोग भेद छेद सब हरेर जाओस् मेरो भाइको उत्तर उत्तर प्रगति होस् होइन चाँडै चाँडै के भन्छ अरे सिनियर भएर पनि एकदम म्यानेजर लेभलको हुनु आफूलाई एउटा घर बनाउनु चट्ट बुहारी बिहे गर्नु धन धनाध्य सुखी सन्तोकी मलाई धेरै धेरै राम्रो होस् ल नमस्ते धेरै धेरै धन्यवाद हो धेरै राम्रो यार धेरै छोयो यार मनै छोयो यार। यस्तो छुने त मलाई आउँदैन है यहाँ चाहिँ फेरि हाम्रो अर्को कान्छी दिदी छ यहाँ चाहिँ है म त चप्पल बाँडेर सन्दीपको लगाइदिन्छु ल साह्रै अप्ठ्यारो हो यस्तो यो के गर्छ अरे जान्नुगा रोग भेद हरण होस् रोग भेद अब सबैले हराउँछ यस्तो भाइ अब त यो अर्काको काम कहिले गर्नु नपरोस् आफ्नै होस् कि अब सब ल आफै आशीर्वाद दिने आफै ठहरै भयो लु के भएको यहाँ बाँकी चाहिँ कस्तो नजिस्काउनु न यहाँ कस्तो यहाँ मेरो भाइ यहाँ बिलिनियर भयो भने ट्याक्क लाएर एक दुईवटा यस्तो दाइहरूलाई नि एक एकवटा गाडी ट्याक्क लाएर त्यही पनि यस्तै भाइ म्यानिफेस्ट गर्नुपर्छ सब पुरा हुन्छ ए उठ्नु पनि सकिनँ फेरि यहाँ खुट्टा ढोगाउनु पर्यो भनेको ल खै यहाँ ल यहाँ मान्छे त खुट्टै ढोकाउने ओ आशीर्वाद अब त्यो होस् यहाँ ल यस्तो हो नि त ढोकाइ सही तरिका भयो चाहिँ सही तरिकाले हो त्यस्तो बिलिनियरवाला दिएको छु आशीर्वाद यो चाहिँ सफा हाल्नुपर्छ भाइ अब धेरै धेरै धन्यवाद जसले पनि काम सानो यहाँ को रहेछ यहाँ हेर त को रहेछ यो आजको दिनमा त चिया पानी खानुपर्छ यार के भन्नु यो ओइ भाइ यसलाई के गर्नु पर्दैन हौ त्यो गर्नुपर्छ
ल एभ्रिवान, खानापिना भयो, टिका सिका लाइ भ्यायो, खानपिन भयो, सबै भयो। अब सबै कुरो खतम भयो। आजको दिन राम्रो गयो है। सबैको हातबाट टिका लाउन पाएँ, खुसी लाग्यो। सबैजना खानासाना खाएर बिस्तारै रेस्ट गर्दैछ सबैको। अब भोलि 8 बजे ड्युटी। लौ त धन्यवाद सबैजनालाई। ल अनि 2025 को दसैँको पछि दिवाली लाइनमा छ। दसैँको पनि आज समापन भयो है। आजको दसैँको समापन राम्रै समापन भयो है। सबै बहिनीहरूसँग लाउनु पायौँ होइन। सबै दिदीहरू दाइहरू एउटा फ्यामिली जस्तो भएर लाउनु पाउँदा चाहिँ अब राम्रो लाग्यो। तर यसपालि अलिक उस भयो नि त है, हाम्रो अर्गनाइज थिएन। नेक्स्ट टाइम चाहिँ अब यस्तै हो अनुभव भन्ने कुराहरू। नेक्स्ट टाइम चाहिँ अलिक मजाले अझै मजाले हुँदै जान्छ। ल एभ्रिवान, फेरि भेट्दै गरौँला। धेरै धेरै धन्यवाद। म यहाँ बसेर काम गर्छु। बाई। ब्याट्री चलेको यसको